भिडियोमा तपाईहरुले 100 वटा बहुवैकल्पिक प्रश्न उत्तरको संग्रह पाउनुहुनेछ र तपाईले यदि लोकसेवा तयारी गर्दै हुनुहुन्छ, नेपाली टेलिकम तयारी गर्दै हुनुहुन्छ र अन्य सान्दर्भिक परीक्षाहरुको तयारी गर्दै हुनुहुन्छ भने एकदम महत्त्वपूर्ण हुन्छ साथीहरु। हामी आज संस्थागत ज्ञानबाट सोध्ने 20 मार्क्स अंकको यसमा हामीले ल्याएका छौं। साथीहरुको केही सल्लाह सुझाव छ भने कमेन्ट गर्नु होला है त। ठीक छ? ल ठीक छ है त। हामी भाग 1 मा जाउँ। नेपालमा दूरसञ्चार सेवाको इतिहास विकास क्रमबाट प्रश्न रहेको छ। नेपालमा सर्वप्रथम टेलिफोन सेवाको सुरुवात कहिले भयो? 1970, 1973, 1980, 1990। यसको सही उत्तर हो 1973। हामी फटाफट ढिलो नगरिकन तपाईहरुलाई हामीले 100 वटा क्वेशनहरुको आन्सर दिने कोसिस गर्नेछौँ। यसमा कुनै त्रुटि छ भने तपाईहरुले यसलाई कमेन्ट गर्नु होला। नेपालमा सर्वप्रथम टेलिफोन एक्सचेन्ज कहाँ स्थापना भयो? सिंहदरबार, त्रिचन्द्र, हनुमान ढोका, टुडीखेल। यसको सही उत्तर हो सिंहदरबार। 3 नम्बर प्रश्न, नेपालमा टेलिफोन सेवाको सुरुवात गर्दा कति लाइनको एक्सचेन्ज जडान गरिएको थियो? 10 लाइन, 25 लाइन, 50 लाइन, 100 लाइन। कति लाइन हो साथीहरु? यसको सही उत्तर हो 25 लाइन। प्रश्न नम्बर 4, नेपालमा टेलिफोन विभागको स्थापना कहिले भयो? नेपालमा टेलिफोन विभाग भन्ने थियो कहिले स्थापना भयो? 16, 18, 21, 22। यसको सही उत्तर हो 2021। प्रश्न नम्बर 5 मा जाउँ। नेपालमा अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाको सुरुवात कहिले भयो? नेपालमा अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा हैन, त्यसको सुरुवात कहिले भयो? 2022, 28, 32, 34। कहिले भयो? यसको सही उत्तर हो 2034। स्याटेलाइट ग्राउन्ड स्टेसन मार्फत चाहिँ भएको थियो। साथीहरु कमेन्ट पनि गर्दै जानु होला। प्रश्न नम्बर 6, नेपालमा सर्वप्रथम स्याटेलाइट ग्राउन्ड स्टेसन कहाँ स्थापना भयो? 2034 मा चाहिँ स्याटेलाइट ग्राउन्ड स्टेसन मार्फत चाहिँ अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा सुरुवात भयो। त्यो चाहिँ कहाँ भयो त स्थापना? सतुङ्गलमा भयो कि, बालाजुमा भयो कि, भक्तपुरमा भयो कि, अर्को ललितपुरमा भयो? यसको सही उत्तर हो सतुङ्गल। प्रश्न नम्बर 7, नेपाल दूरसञ्चार संस्थानको स्थापना कहिले भयो? अब चाहिँ नेपाल दूरसञ्चार संस्थान भयो। कहिले स्थापना भयो? 21, 32, 41, 50। यसको सही उत्तर हो 2032 सालमा। प्रश्न नम्बर 8 मा छ, नेपालमा स्वचालित टेलिफोन एक्सचेन्ज अटोमेटेड टेलिफोन एक्सचेन्जको सुरुवात कहिले भयो? 17, 25, 2030, 2038। कहिले भयो साथीहरु? स्वचालित टेलिफोन एक्सचेन्जको सुरुवात भयो 2025 सालमा। प्रश्न नम्बर 9, नेपालमा मोबाइल फोनको सुरुवात कहिले भयो? मोबाइल फोन सुरुवात कहिले भयो? 56, 58, 60। त्यसैगरी तपाईको 62 कहिले भयो? यो 2058 सालमा नेपालमा मोबाइल फोनको सुरुवात भएको पाउन सक्छौं। प्रश्न नम्बर 10, नेपालमा इन्टरनेट सेवाको सुरुवात 1990, 1994, 1999, 2002। कहिले हो? तपाईको यो कहिले हुँदाखेरि 1994 व्यक्तिगत पहलमा भएको यो 1994। प्रश्न नम्बर 11, नेपाल टेलिकमले तत्कालीन नेपाल दूरसञ्चार संस्थाले इन्टरनेट सेवाको सुरुवात कहिले गर्यो? नेपाल टेलिकमले इन्टरनेट सेवाको सुरुवात कहिले गर्यो? 55, 56, 57, 58, 2000। कहिले हो यो? 2056 सालमा गर्यो। प्रश्न नम्बर 12, नेपाल दूरसञ्चार संस्थानलाई नेपाल दूरसञ्चार कम्पनीमा परिणत गर्यो। पहिला यसलाई दूरसञ्चार संस्था भनिन्थ्यो, अहिले चाहिँ तपाईको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रूपान्तरण गरियो 2060 सालमा। 61 सालमा हो कि 62 मा हो कि तपाईको 63 हो? यसको 2063 मा भयो। यसलाई नेपाल टेलिकमको नामले पनि चिनिन्छ 2060 सालमा। प्रश्न नम्बर 13, नेपालमा एडीएसएल को फुल फर्म सोध्छ है साथीहरु। एसिमेट्रिक डिजिटल सब्स्क्राइब लाइन इन्टरनेट सेवाको सुरुवात कहिले भयो? 60 सालमा, 2061 सालमा, 2062 सालमा, 2063 सालमा। कहिले भयो साथीहरु यसको? 2062 सालमा। प्रश्न नम्बर 14, नेपालमा सर्वप्रथम 4G LTE को सुरुवात कहिले भयो? नेपालमा सर्वप्रथम 4G LTE को सुरुवात गर्ने कम्पनी कुन हो? एनसेल हो कि, स्मार्ट टेलिकम हो कि, नेपाल टेलिकम हो कि, युनाइटेड टेलिकम हो? सही उत्तर हो नेपाल टेलिकमले 2073 पुस 17 गते गरेको थियो। त्यसैगरी नेपालमा 3G सेवाको सुरुवात कहिले भयो? 2064 साल, 65 साल, 66 साल, तपाईको 67 साल। तपाईको 3G चाहिँ 2066 सालमा भएको हामीले पाउन सक्छौं। अब हामी भाग 2 मा जाउँ।
भाग 2 मा के कस्ता प्रश्न छ भन्दाखेरि नेपाल टेलिकमको संगठनात्मक संरचना र सेवाहरूबाट रहेको छ। यसलाई सरस्वती हेरौँ। नेपाल टेलिकमको सञ्चालक समितिमा कुल कति सदस्य हुन्छन्? सञ्चालक समितिमा 5 7 9 11 7 हुन्छ। नेपाल सरकारका प्रतिनिधि सहित गरेर 7 जना हुन्छ। प्रश्न नम्बर 17 नेपाल टेलिकमको मुख्य कार्यालय कहाँ रहेको छ? लैनचौर काठमाडौँ, भद्रकाली, त्रिपुरेश्वर, सुन्दरा। कहाँ छ साथीहरु? सबैले देख्नु होला। यदि तपाईले काठमाडौँ आउनु भएको छ भने सुन्दरमा चाहिँ ठूलो एउटा हाम्रो नेपाल टेलिकमको टावर छ नि हैन? एउटा भवन बनेको छ। ख्याल गर्नु भयो होला। यो झ्याक्कै तपाईको त्यो धरारा अगाडि। प्रश्न नम्बर 18 नेपाल टेलिकमको शेयर संरचनामा नेपाल सरकारको स्वामित्व कति प्रतिशत छ त? 100% हो कि 80.08% हो कि 91.49 हो कि 95.50 हो कि तपाईको 99% हो? यसको सही उत्तर हो 91.49% रहेको छ। प्रश्न नम्बर 19 नेपाल टेलिकमको हालका प्रवर्धक निर्देशक एमडी को हुनुहुन्छ? यो प्रश्न समयअनुसार परिवर्तन हुने भएकाले परीक्षा मिति अनुसार जानकारी हेर्नु होला भनेको छ है। हालको जानकारी हेर्नु होला। यो को छ साथीहरु? नेपाल टेलिकमको हालको प्रवर्धक निर्देशक को हुन्छ? यसलाई चाहिँ हेर्नु होला है। को चाहिँ हुनुहुन्छ? एमडी को हुनुहुन्छ? त्यो कहिलेले सुन्न सक्छ है एकचोटी साथीहरु। नत्र हामीले कमेन्ट मार्फत पनि त्यही दिनेछौँ। नेपाल टेलिकमले हाल कुन कुन प्रकारको टेलिफोन सेवाहरू प्रदान गर्दै आएको छ? जस्तै तपाईको पीएसटीएन हैन ल्यान्डलाइन हो कि जीएसएम मोबाइल सीडीएमए जीएसएम सीडीएमए वाईमैक्स पीएसटीएन जीएमएस सैटेलाइट फोन माथिको सबै टेलिकमले हाल कुन प्रकारको टेलिफोन सेवा प्रदान गर्दै आएको छ? क को पीएसटी हैन ल्यान्डलाइन र जीएसएम मोबाइल र सीडीएमए प्रदान गर्दै आएको छ। प्रश्न नम्बर 21 नेपाल टेलिकमले जीएसएम मोबाइल सेवाको प्रयोग हुने प्रविधि कुन हो? नेपाल टेलिकमको जुन चाहिँ जीएसएम मोबाइल सेवामा प्रयोग हुने प्रविधि कुन हो? एफडीएमए हो कि टीडीएमए हो कि सीडीएमए हो कि जीएसएम हो? यसको सही उत्तर हो जीएसएम। प्रश्न नम्बर 22 नेपाल टेलिकमले प्रदान गर्ने नवस्ते सेवा कुन प्रविधिसँग सम्बन्धित छ? नवस्ते सेवा भन्ने छ के त्यहाँ? हामी नेपाल टेलिकम जाँदाखेरि कुन प्रविधिसँग सम्बन्धित छ? ल्यान्डलाइन हो कि जीएसएम मोबाइल हो कि एडीएसएल इन्टरनेट हो कि 4G हो? यसको सही उत्तर हो जीएसएम मोबाइल। प्रश्न नम्बर 23 नेपाल टेलिकमको स्काई फोन कुन प्रविधिसँग सम्बन्धित छ? स्काई फोन जीएसएम सीडीएमए वाईमैक्स एफटीटीएक्स स्काई फोन भने तपाईको सीडीएमए हाल यो सेवा क्रमशः फ्रेज आउट गरिँदैछ है। फ्रेज आउट कि अब यो सीडीएमए हटाउँदैछ भनेको। प्रश्न नम्बर 24 जाउँ। नेपाल टेलिकमले इन्टरनेट सेवाका लागि मुख्यतया कुन कुन प्रविधि प्रयोग गर्दछ? जस्तै इन्टरनेट जस्तै सेवा गर्नको लागि कुन कुन प्रविधि प्रयोग गर्दछ? जस्तै एडीएसएल एफटीटीएच हैन फाइबर टु द होम वाईमैक्स हैन डायल अप आईएसडीएन जीपीआरएस सैटेलाइट रेडियो लिंक U1 माथिको सबै यसको सही उत्तर हो एडीएसएल एफटीटीएच फाइबर टु द होम वाईमैक्स डायल अप आईएसडीएन जस्ता सेवाहरू अब कम प्रयोगमा छन् भनेको छ हैन। भनेपछि यी सेवाहरू चाहिँ प्रयोग गर्दै आएको छ। नेपाल टेलिकमले कुन प्रोटोकल मार्फत अनलाइन बिल भुक्तानी सेवा प्रदान गर्छ? एउटा प्रोटोकल प्रयोग गर्दै रहेछ हैन जुन चाहिँ अनलाइन बिल भुक्तानी प्रयोग गर्नको लागि यी सेवा हो कि खल्ती हो कि एनटीसी पोर्टल हो कि माथिको सबै माथिको आफ्नो पोर्टल र अन्य भुक्तानी सेवा प्रदातासँग सहकार्य गरेर चाहिँ यी सबै प्रयोग चाहिँ गरिरहेको जुन चाहिँ नेपाल टेलिकमले। हामी नेक्स्ट खण्डमा जाउँ। नेपाल टेलिकमले ग्राहक सेवाका लागि प्रयोग गर्ने टोल फ्री नम्बर कुन हो? नेपाल टेलिकमले ग्राहक सेवाका लागि एउटा टोल फ्री नम्बर पनि राखेको छ। 1160 हो कि 197 हो कि 1498 हो कि 198 यसको सही उत्तर हो 198। ग्राहक सेवाका लागि 197 चाहिँ टेलिफोन इन्क्वायरीको लागि। प्रश्न नम्बर 27 नेपाल टेलिकमले सर्वप्रथम मोबाइलमा डेटा सेवा जीपीआरएस कहिले उपलब्ध गरायो? सर्वप्रथम मोबाइलमा डेटा सेवा भन्छ जीपीआरएस हैन कहिले उपलब्ध गरायो? 2060 साल 2062 साल 2063 साल 2064 साल यसको सही उत्तर हो 2062 साल। प्रश्न नम्बर 28 नेपाल टेलिकमको आधिकारिक वेबसाइट कुन हो? यस्तो पनि क्वेशन आउनु सक्छ साथीहरु www.nepalltl.com हैन npwntcnet.com कुन चाहिँ हो साथीहरु? www.ntc.com.np है यसको सही उत्तर घको हो। प्रश्न नम्बर 29 नेपाल टेलिकमले एफटीटीएक्स फाइबर टु द एक्स सेवा अन्तर्गत कुन कुन सेवाहरू प्रदान गर्छ? भोइस डेटा आईपीटीभी हो कि ल्यान्डलाइन मोबाइल एसएमएस इन्टरनेट टेलिफोन टेलिभिजन क र ग दुवै यसको सही उत्तर हो क र ग दुवै भनेपछि भोइस डेटा आईपीटीभी र तपाईको इन्टरनेट टेलिफोन टेलिभिजन हो। प्रश्न नम्बर 30
नेपाल टेलिकमले नमस्ते पे नामक डिजिटल भुक्तानी सेवा कहिले सुरु गर्यो? नमस्ते पे नामक तपाईको डिजिटल भुक्तानी सेवा कहिले सुरु गर्यो? यसको सही उत्तर छ साथीहरु 2017 सालमा। यसको बेटा संरक्षण पहिले आएको थियो हैन, 2017 सालमा गरेको रहेछ। अब हामी भाग 3 मा जाउँ। भाग 3 का प्रश्नहरु एकचोटी हामी निहालौं। दूरसञ्चार प्रविधि र शब्दावली सम्बन्धी भाग 3 मा छ। यसको फुल फर्महरु सोध्छ है साथीहरु। GSM को पूरा रूप कुन हो? ल साथीहरु भन्नु होला। GSM को पूरा रूप कुन हो? ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन हो। तपाईहरुलाई भोलिको एक्जाम पर्सिको एक्जामको लागि हामीले अलिकति भोलिको लागि सरी अलि फास्ट रूपमा हामी गएका छौं। त्यही भएर एकदम हेर्नु होला। CDMA को पूरा रूप कुन हो? CDMA को पूरा रूप हो कोड डिभिजन मल्टिपल एक्सिस। LTE को पूरा रूप कुन हो? LTE को भनेको लङ टर्म इभोल्युसन। त्यसै गरेर FTTH को पूरा रूप FTTH को पूरा रूप हो तपाईको कुन हो साथीहरु? फाइबर टु द होम। VoIP को पूरा रूप VoIP को पूरा रूप हो भोइस ओभर इन्टरनेट प्रोटोकल। भोइस ओभर इन्टरनेट प्रोटोकल। टावरबाट मोबाइल फोनसम्म वायरलेस सिग्नल पठाउने उपकरणलाई के भनिन्छ रे? टावरबाट मोबाइल यो तपाईको फोनसम्म वायरलेस सिग्नल पठाउने उपकरणलाई के भनिन्छ? यसलाई भनिन्छ बेस ट्रान्ससिभर स्टेसन BTS। प्रश्न 37 टेलिफोन लाइनमा इन्टरनेट सेवा प्रदान गर्न प्रयोग गरिने प्रविधि कुन हो? टेलिफोन लाइनमा हाम्रो जो टेलिफोन बोल्ने कुरामा इन्टरनेट सेवा प्रदान गर्ने प्रयोग गर्ने प्रविधि कुन हो? यो तपाईको ADSL। प्रश्न 38 अप्टिकल फाइबर केबलले डेटा कसरी प्रसारण गर्छ? त्यसले प्रकाशको पल्सबाट। प्रश्न नम्बर 39 सिमको पूरा रूप कुन हो साथीहरु? सिमको पूरा रूप हो सब्स्क्राइबर आइडेन्टिफिकेसन मोड्युल। प्रश्न नम्बर 40 ब्रोडब्यान्ड इन्टरनेट भन्नाले सामान्यतया कति गति स्पिड भन्दा माथिको इन्टरनेटलाई चिनिन्छ? हामीले ब्रोडब्यान्ड इन्टरनेट सुनिरहेका हुन्छौं। त्यो तपाईको 512 kbps नेपाल दूरसञ्चार प्राधिकरणको मापदण्ड अनुसार 512 भन्दा माथि हुनु पर्यो स्पिड। अब भाग 4 मा जाउँ। दूरसञ्चार नीति र नियामक निकायहरू यसको बारेमा जानौं। नेपालमा दूरसञ्चार क्षेत्रको नियामक निकाय कुन हो? यो नेपाल दूरसञ्चार प्राधिकरण। प्रश्न नम्बर 42 नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना कहिले भयो? यसको स्थापना भयो 2054 सालमा। दूरसञ्चार ऐन आयो 53 सालमा। ग्रामीण दूरसञ्चार विकास कोष रुरल टेलिकम्युनिकेसन डेभलपमेन्ट फन्डको व्यवस्था कुन ऐनले गर्यो? यो तपाईको गरेको छ दूरसञ्चार ऐन 2053। नेपाल सरकारले दूरसञ्चार नीति कहिले जारी गर्यो? दूरसञ्चार नीति 2060 सालमा जारी गर्यो। प्रश्न 45 दूरसञ्चार सेवाको गुणस्तर मापन र नियमन गर्ने मुख्य जिम्मेवारी कुन हो? दूरसञ्चार सेवाको गुणस्तर मापन र नियमन गर्ने मुख्य जिम्मेवारी कुन हो? नेपाल दूरसञ्चार प्राधिकरण। भाग 5 छ सामान्य जानकारी र अन्य तथ्यहरू। नेपाल टेलिकमले हालको ट्यागलाइन के हो रे? नेपाल टेलिकमको हालको ट्यागलाइन कुन हो? अहिलेको हालको ट्यागलाइन हो देशकै सञ्चार। हालसालै परिवर्तन भएको देशकै सञ्चार भन्ने ट्यागलाइन रहेको छ। प्रश्न 47 मा छ नेपाल टेलिकमले आफ्नो सेवालाई थप विस्तार गर्नका लागि कुन परियोजना अन्तर्गत अप्टिकल फाइबर बिछ्याउने कार्य गरेको छ? यो तपाईको हो सूचना महामार्ग इन्फर्मेसन हाइवे। प्रश्न नम्बर 40 नेपाल टेलिकमले हालै सञ्चालनमा ल्याएको भोइस ओभर एलाइट सेवाले ग्राहकलाई कस्तो अनुभव प्रदान गरेको छ? यसले गर्दाखेरि तपाईको उच्च गुणस्तरको भोइस कल। प्रश्न नम्बर 49 नेपाल टेलिकमले ग्राहकलाई डाटा प्याक, भोइस प्याक, SMS प्याक किन्नका लागि प्रयोग गर्ने मुख्य सर्ट कोड कुन हो? हामीले त्यो प्रयोग गर्दाखेरि *1415 याद हान्छौं। प्रश्न नम्बर 50 नेपाल टेलिकमले ग्राहकलाई आफूलाई उपलब्ध हुने सेवाहरूको जानकारीका लागि कुन मोबाइल एप प्रयोगमा ल्याएको छ? नेपाल टेलिकमले ग्राहकहरूलाई आफूलाई उपलब्ध हुने सेवाहरूको जानकारीका लागि कुन मोबाइल एप प्रयोगमा ल्याएको छ? नमस्ते एप प्रयोगमा ल्याएको छ। ल साथीहरु आज हामीले 50 प्रश्नहरूको संकलन तपाईहरुको माझ लिएर आयौं। अझै यस्तै नयाँ भिडियोहरु तपाईहरुको माझ हामीले प्रस्तुत गर्नेछौं। आगामी पुनः सिजनमा चाहिँ हामीले नयाँ भिडियो तपाईहरुको माझ ल्याउने कोसिस गर्नेछौं।